कक्षाबाट म आज बुवा आमालाई प्रतिज्ञा भन्दै गइरहेको छु। मिति 2082 11 महिना 12 गते आदरणीय बुवा आमा, मिति 2082 11 महिना 10 गतेदेखि हामीले कथा लेखन गरेको थियौँ। म कथा कसरी लेख्ने भनेर विजयराज आचार्य गुरुले सिकाउनु भएको थियो। उहाँ एक प्रख्यात कथाकार हुनुहुन्छ। उहाँले मलाई कथा लेख्न सिकाउनु भएको थियो। आज म मेरो बुवा आमालाई प्रतिज्ञा लिन्छु कि म मेरो आफैको लेखेको किताब छाप्छु। तर मैले यदि किताब लेखेपछि प्रकाशन गरिदिने जिम्मा हजुरहरूको हुनेछ। मलाई मेरो जन्म दिनमा केक काटिदिनु पर्दैन र मलाई मेरो जन्मदिनमा उपहार पनि दिनु पर्दैन। मैले लेखेको किताब हजुरहरूले प्रकाशित गरिदिनुहुन्छ भन्ने आशा राख्दै मेरो शब्दहरू यही चुनेर चाहे। ल ठिकै छ, राम्रो सुधार हुनुपर्छ होइन। सुधार पनि अलिक भइरहेको छ। आफूभित्रको त्यो हुन्छ नि, त्यो म भन्ने क्यारेक्टरलाई चाहिँ अलि डाउनमै राख्नुपर्छ है। जे पनि सफल हुनको लागि किताब लेख्नलाई पनि सरलता होइन मिठास शब्दमा कोर्न सक्नुपर्छ। हुन्छ, अब तिमीले राम्रो लेख्यौ भने तिम्रो किताबलाई, तिम्रो कृतिलाई होइन सबैले पढ्न सक्ने गराउनलाई किताब छाप्नुपर्ने भयो भने हामी बाबा मम्मू होइन हामी पछाडि हट्दैनौँ। हामी हमेसा तिमीलाई सहयोग गर्छौँ। हुन्छ, यो मेरो प्रतिबद्धता हो तिमीप्रति। ल अनि धेरै खुसी लागेको छ। 8 कक्षामा पढ्छन् होइन हाम्रो छोरा सलोन खड्का। अनि हाम्रो विजय सरले यतिदेखि गाइड गरेर यहाँसम्म बच्चालाई एउटा लेख्ने काबिल बनाइदियो। खुसी छौँ। अनि अझै सुधार्नुपर्ने छ बाबुको। राम्रो गर्दैछ, उसले सबै कुरा राम्रो गरिन् भने उनको हामी पछाडि होइन उनलाई जहिले पनि सपोर्ट गर्ने हामीले प्रतिबद्धता गर्दछौँ।